साथी हो, यो संसारमा जन्म लिएर आएपछि चाहिँ संसार छोडेर जानै पर्ने रहेछ। हाम्रो विकास दाजु, हाम्रो छिमेकी अति राम्रो हुनुहुन्थ्यो। उहाँले आज यति प्यारो संसार छोडेर आफ्नो छिमेकी, आफ्नो परिवारलाई छोडेर उहाँले बिदा लिनु भएको छ। उहाँ दुईजना छोराहरू। हाम्रो प्यारो विकास दाजु, उहाँको आत्माले शान्ति पाओस् भन्दै हामी उहाँलाई लिएर जाँदैछौँ। अति प्यारो हुनुहुन्थ्यो हाम्रो विकास दाजु, अति प्यारो, अति राम्रो। हामी उहाँको छिमेकी, इष्टमित्र, परिवार सबै भेला भएर उहाँलाई अन्तिम संस्कारको लागि लिएर जाँदैछौँ। उहाँ चाहिँ विकास दाजुको छोरी। के गर्नु विकास दाजु, संसारमा आएपछि एक दिन सबैले संसार छोडेर जानै पर्छ। अलिकति मात्र यो फरक हो कि अघि पछि भन्नु मात्रै हो। नजान तिमी अब यहाँ चाहिँ निकाल्दै गरेको। उहाँको आत्माले शान्ति पाऊ, वैकुण्ठमा बास पाऊ। हार्दिक श्रद्धाञ्जली प्यारो नवराज भाइबाट। सबैजना अब जानु हुँदैछ उहाँको अन्तिम संस्कारको लागि। म भने चाहिँ आज घरमै मेरो गाडीको चाबी हराउनुले गर्दाखेरि चाहिँ म चाहिँ जानु पाइनँ। अब गाडीको चाबी खोजेर बस्नु पर्नेछ। सबैजना जानुभयो हो। मेरो त चाबी हराउनुले गर्दाखेरि म चाहिँ गइनँ। आज दिनभरि चाबी खोज्नु पर्यो गाइस।